साथीहरु आज चाहिँ सेकेन्ड डे हो हाम्रो क्लासको। यहाँ सिमरनजीले कपी किनेर ल्याइसकेको छैन। हेलो गाइज, हाम्रो सृष्टि क्लासमा आइसक्नु भएको छ। उहाँलाई सोधौँ कि हिजो तपाईले 200 रुपैयाँ मिस गर्नु भयो, तपाईलाई के फिल भइरहेको छ? तिमीहरुले 200 रुपैयाँ मिस गरेर मैले अर्ले कमाइसके साथी। के हो यस्तो? सिमरन हजुरले कमाइसके अरु पनि। के बोले तँले? तिमीले चाहिँ के कमायो? मैले कमाए। मलाई पता तिमीलाई जिस्काएको भने। आज क्लास बिस्तारै बिस्तारै आउँदैछ नै सबजना। बिरालोले मोहेला भन्दै दुःख त कसको जिन्दगीमा चाहिँ छैन होला के। निर्मल सर आउँदैछन् है, आउँदैछन् सबजना। सर तपाईलाई आज क्लासमा सबैजना आएको भएर के फिल भइरहेको? अच्छा फिल भइरहेको छ। सरलाई मजा आयो साथीहरु। सरहरु त यस्तो कमेडी छन् है, हामी के भन्नु, हाम्रो त ताले यस्तै हो। क्लास कलेज आउँदा चाहिँ घर बस्न लाग्यो। आज मन लाग्यो घर बस्न पेडा भइसक्यो खूब भिजो त आउँदाखेरि हामी त 15 दिन पछाडि भेटेको भन्थ्यो। छूट पे छूट बोलती जा रही है, शर्म नहीं आती। मलाई धेरै खुसी लागेको छ। अब त 1 वर्ष जम्मा 1 वर्ष आइनु हुन्छ जस्तो लाग्छ। 1 वर्ष हैन, अब यो सेमिस्टर त आखा चिन्ने सिद्धिहाल्यो नि। अब हामी चिन्ने त सक्यो। चिन्ने छैन ठीक छ। एउटा म्याम दिदी म्याम सर, म्याम भन्दा सर ठिक छ उयोले रविले क्लासमा आउने विचार गर्छ सर। ना हामी फेरि हालियो त्यो पनि ब्लगमा हालेर हैन किल्ला हुन्छ फेरि। एभ्री क्लास विस्तारले एकदम भोले भले यहाँ सनस्क्रिन लगाएर 1000 रुपैयाँको सनस्क्रिन भन्दै 1000 तर्फको गफ चलिरहेको। पछाडि सबलाई हामीले उक्साएर बाहिर जान आँटेको छौँ। सबजना यहाँ पैसा निकाल्दै हुनुहुन्छ। सबैलाई उक्सायो हामीले, सबैलाई उक्सायो सृष्टिजी। हेलो साथीहरु, हामी अब बाहिर खाजा खान जाँदैछौँ। सिमरनजी हजुर के गर्नुहुन्छ? क्लासमा वेलकम लेखेको छ सर। सर आउँदाखेरि कोही पनि हुँदैन। हामी हामी चाहिँ जान आँटेको होइन, अनि पछाडि खाजा खान जान आँटेको। मैले पोक्न खोजेको भाई यहाँ पे क्या हो रहा भाई? ल जाऊ छिटो छिटो, हामी बाहिर जान आँटेको। सर पढ्दै हुनुहुन्छ। हाम्रो रामराज सर हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो अब ढिलो हुन्छ अहिले पढ्ने बेला हुँदैन। खदान बेला पनि ढिलो हुन्छ नि, कहाँ पढ्ने बेला? पढ्ने बेला त फेरि ढिलो भयो नि हुन्छ। ल जाऊँ जाऊँ जाऊँ। साथीहरु जाडो चिसो रहेछ क्या बिहान बिहान त है सृष्टि। ओ साथी आयो तिम्रो। साथी भाइ के रेकन्छ तिमी? साथी साथी हेर हो। कति खुट्टे राख्नु मिलेन के मलाई चाहिँ। यसो गरे नि नजिक पर्छ यार म। डेस्टिनी उता देखाउनु डेस्टिनी हेरा भाइ। डेस्टिनी गुइठीहरू मेन गुइठी त तिमी नै हो बेला। चुप हो जा साथी, फिर चुप हो जा। भ्युअर्स तपाईँहरूलाई उसले गुइठी भन्दैछ, तपाईँको भनाइ के छ कमेन्टमा लेखिदिनु होला। ल हामी कलेज आइसकेका छौँ। खाजा खाएर सर गर्दै हुनुहुन्छ। हाउडा कति फोन गरिसक्नु भयो।
साथीहरु सुन आज हामी सेकेन्ड डे 2 कलेजको अनि डे 1 मा त इट वाज गुड सबजना मस्त उयो गरिरहेको थियो हैन डे 2 मा त त्यो एक्साइटमेन्ट लेभल मेरो यहाँ थियो डे 1 मा डे 2 मा पढ्न मन लाग्न छोडिसक्यो म के गर्नु अब पढ्ने जोनमा जान्छु भनेर भन्छ साथीहरुमा तिम्रो एउटा जोन लेख पढ्ने जोन लेख त्यही भित्र छिरा भन्छ के बाइ बाइ भन्न त नमस्ते हामी घर जान आँटेको अब यता एउटा दिदीले चाहिँ गर्दै हुनुहुन्छ आजको लागि यति नै अब नेक्स्ट ब्लगमा भेट्ने छौँ बस बाई 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 भन फेरि एकचोटि ल बाई बाई हामी लाग्छौँ घरतिर